नमस्ते सबैजनालाई। यो केकको अर्डर चाहिँ मेरो साथीले दिएको थियो उसको बहिनीको लागि। अनि यो केक चाहिँ 1 पाउन्ड चकलेट फ्लेभरमा हो। साथीले चाहिँ धेरै कलर युज गरेर नबनाइदिनु, सिम्पल नै बनाइदिनु भनेको थियो। उसलाई चाहिँ धेरै कलर युज गरेको मन पर्दैन रहेछ। अब चाहिँ आउनुहोस् केकमा डिजाइन बनाऊँ। सुरुमा चाहिँ स्टार नजलले सबैतिर डिजाइन बनाइदिए अनि पिङ्क कलरको क्रिमले फ्लावरहरू बनाइदिँदैछु। त्यसपछि ब्लू कलरको क्रिमले पनि फ्लावरहरू बनाइदिए सबैतिर। अनि फ्लावरहरूमा सानो सानो लिफहरू पनि बनाइदिँदैछु सबैतिर। र केकमा ह्याप्पी बर्थडे लेखिदिएको छु। लास्टमा हाम्रो केक यस्तो भएको छ। कस्तो लाग्यो तपाईहरुलाई कमेन्ट गर्नुहोला। धन्यवाद।